मैले तस्कर गरेको त्यही वाइफाईको राउटरलाई नेपालमा तस्करी गरेर ल्याएको हो। अनि त्यही तस्करी गरेर ल्याएर अनि गाउँ गाउँमा पुर्याएर त्यसैले चाहिँ इन्टरनेट पुर्याएको हो। अहिलेको भाइ बहिनीहरू सबैले वाइफाई चलाइरहेको छ, कसरी चलाए तिमीलाई थाहा छैन। उति बेला त वाइफाईको राउटर ल्याउनलाई प्रतिबन्ध थियो। मैले तस्कर गरेको त्यही वाइफाईको राउटरलाई नेपालमा तस्करी गरेर ल्याएको हो। अनि त्यही तस्करी गरेर ल्याएर अनि गाउँ गाउँमा पुर्याएर त्यसैले चाहिँ इन्टरनेट पुर्याएको हो। र इन्टरनेट पनि कस्तो प्रविधि हो भने वाइफाई प्रविधि भनेको त्यस्तो एकदमै अचाग्ली चाहिँ ठुलो प्रविधि होइन, त्यो साधारण प्रविधि हो। र त्यो उति बेला त्यो वाइफाई त अमेरिकामा पनि थिएन। अमेरिकाको पनि घर घरमा वाइफाई प्रविधि आएको थिएन, प्रविधिको भर्खरै विकास हुँदै थियो। त्यति बेला त्यो प्रविधिलाई ल्याउनको लागि अनुमतिको लागि चाहिँ मैले मन्त्रालयमा पनि नधाएको होइन, मन्त्रालयमा पनि धेरै पटक धाएँ। आखिरमा केही सिप नलागेर त्यसलाई चाहिँ मैले के भन्छ तस्करी गरेकै हो। र त्यति मात्र होइन, वाइफाई प्रविधि मात्र तस्करी गरेको होइन, मैले कम्प्युटरहरू पनि तस्करी गरेको हो।